जिन्दगी एउटा यात्रा हो जहाँ हामी सबैलाई अगाडि बढ्न मन लाग्छ, तर हरेकचोटि हामी सहज बाटो खोज्छौँ, सरल बाटो, सजिलो बाटो। तर आज म भन्छु, बाटो नबनाऊ। हो, तिमीले ठिक सुनेका छौ, बाटो नबनाऊ। जसले इतिहास बनायो उसले पहिले सङ्घर्ष सह्यो। उसले आफै बाटो बनाएको थिएन, उसले सङ्घर्षसँग जुधेको थियो, अनि त्यही सङ्घर्षले उसलाई असल बाटो देखायो। हामी किन सधैँ बाटो खोज्छौँ? किन सधैँ गुनासो गर्छौँ? मेरो त किस्मत नै खराब, मसँग त अवसर नै थिएन, अरूले पाए मैले पाइनँ। तर एकछिन सोच, के तिमीले प्रयास गर्यौ? के तिमीले पसिना बगायौ? के तिमीले कठिनाइसँग लड्यौ? अहिलेसम्म जुनसुकै महान व्यक्तिहरूको कथा पढ, सुन्नेछौ, उनीहरूले बाटो खोजेनन्, सङ्घर्ष गरे। हाम्रो समाजमा भन्ने गरिन्छ, जहाँ इच्छा छ त्यहाँ बाटो छ। तर म भन्छु, जहाँ इच्छा हुन्छ त्यहाँ सङ्घर्ष हुन्छ, अनि त्यो सङ्घर्ष नै तिमीलाई बाटो देखाउँछ। हेर, एकजना किसानलाई सम्झ। उसले उब्जनी गर्नुपर्छ, उसले पहिले हलो जोत्नुपर्छ, बिउ छर्नुपर्छ, पानी हाल्नुपर्छ, अनि मात्र फल फल्छ। उस बेला भन्दैन, यसपालि त जमिन नै राम्रो छैन, म त खेती गर्दिनँ। ऊ खर्च बिना गुनासो, किनभने उसलाई थाहा छ सङ्घर्ष बिना फल पाइँदैन। आज तिमी जे गरिरहेछौ त्यो सजिलो नहोला, धेरै गाह्रो लाग्दो हो। सायद तिमी बारम्बार लडिरहेछौ। तिमी लड्दैछौ भने तिम्रो जित नजिक छ। जीवन जहिले पनि हामीले आफै बाटो बनाउनु पर्दैन। कहिलेकाहीँ त गाह्रो बाटोमा हिँड्नु नै तिमीलाई बलियो बनाउने बाटो हो। सजिलो बाटोले तिमीलाई अहिले राहत दिन सक्छ, तर त्यो बाटोले तिमीलाई कहिले परिवर्तन गर्न सक्दैन। जीवनमा केही गर्नु छ भने, केही बन्नु छ भने सङ्घर्षसँग मितेरी गर। अर्कोपल्ट जब जिन्दगी कठिन हुन्छ, जब लाग्छ सकिन्जेल भयो, त्यसै बेला आँखा खोल र आफूलाई सम्झाऊ, बाटो नबनाऊ, अगाडि बढ। सङ्घर्ष गर, रुक, तर हार नमान, किनभने हरेक गाह्रो क्षणपछि एक सुन्दर बिहान पर्खिरहेको हुन्छ, र त्यो बिहान तिमीले जितेपछि मात्र देख्न पाउँछौ। त्यसैले साथीहरू, जीवनको हरेक मोडमा याद राख्नु, सजिलो बाटो खोज्न खर्च नगर, कठिन बाटोमा हिँड र आफूलाई तयार पार, किनभने अन्त्यमा जित त तिम्रो नै हुनेछ। बाटो नबनाऊ, बाटो खोज्न छाड, सङ्घर्ष गर, अनि बाटो आफै बन्नेछ।